भन्दै हालु न्यू इयर ह्याप्पी न्यू इयर ल तिमीले भनिदेऊ न ह्याप्पी न्यू इयर ल गाइस ह्याप्पी न्यू इयर है ल आज चाहिँ हामी घरबाट चाहिँ न्यू इयर स्पेशल भाइरल प्लेस पोखराको यो दिप हाउजिङमा हामी जाँदैछौँ है गाइस। ल हेरेर साथ दिनु होला। तपाईँलाई कस्तो लाग्छ आफ्नो लाइक कमेन्ट सेयर गर्न पनि नभुल्नु होला। सबैलाई ह्याप्पी न्यू इयर। ल हामी चाहिँ फाइनल्ली अब लोकेसनमा चाहिँ हामी यही हो जाने भित्र बाटो है। हामी चाहिँ स्कुटर यहीँ पार्किङ गरेछ। हामी चाहिँ यो बाटोभित्र जान्छौँ होइन साथीहरू। अरू मान्छे पनि आएछ छ हेर्नुहोस् बाइकहरू यता रोकेछ उता पनि छ। जाम जाम हेलो गाइस म कालु पाण्डे बडे सर कालु हो म। ल साथीहरू हेर्नुहोस् उता अर्को पनि ग्रुप छ है साथीहरू। यहाँ चाहिँ हामी खोला तार्न लाग्छौँ है गाइस। खोला तार्न लाग्छु ल कहाँ लाग्छ गाइजन चिसो भइसक्यो लगा ल्याऊ भनेको के हात चाहिँ मान्दै एउटालाई बिस्तारै नातिकन के हुनु। यस्तो गाह्रो छ है ल आउनु लागि त खोला गएर राम्रो चाहिँ। रमाइलो छ हेर्नुहोस् यहाँ सिन यस्तो छ। मुनि पनि क्या मजाको छ हेर्नुहोस् ठाउँ सानो खोला जाडो महिनामा। र अहिले हामी हाम्रो लोकेसन चाहिँ यहीँ है। हामी फाइनल्ली हाम्रो लोकेसन आएको छ। हामी चाहिँ आज यहाँ बस्न आएको छ गाइस हेर्नु है साथीहरू। ठ्याक्क यहाँसम्म बस्छौँ न है हो त्यहीँ होइन यहीँ बिचमा बस्नु हो त्यहाँ आगो पुगेको ठाउँमै यहाँसम्म छ नि त। ल हेर्नुहोस् गाइस अब हामी चाहिँ बाबीको गर्न लाग्छ। त्यसको लागि चाहिँ यसको यो पातहरूलाई सल्काएर गर्न लाग्छ। यस्तो खोजिरहेको छ पातहरू है। पातहरू खोज्ने मान्छे चाहिँ यहाँ छ है। ल है साथीहरू हेर्नुहोस् हामीलाई यहाँ आगो पुग्नु यति गाह्रो भएर यहाँ चाहिँ कालुको आइडिया होइन है। यस्तो ठक्क लाग्यो छेकेर बल्ल बल्ल बाल्न सफल भएको अवस्था छ अलिअलि है। यति गाह्रो छ तर पनि हावा आएर यस्तो भइरहेको छ है साथीहरू। फाइनल्ली हाम्रो यहाँ विद्या लक्ष्मी गुरुङले चाहिँ यहाँ आगो बालेको है। आगो बाले चाहिँ गाइस हेर्नुहोस् फाइनल्ली हेर्नु कालु चाहिँ अझै पनि बाल्न चाहिँ रेडी अवस्था गरिरहेको छ। फाइनल्ली आगो चाहिँ बल्यो है गाइस बल्यो है। ल साथीहरू नि हेलो साथीहरू आज चाहिँ हाम्रो न्यू इयर स्पेसल है। थोरै थोरै यस्तो छ हल्का हल्का हामी चिया केक चटपट हल्का मासुहरू हल्का पोलेर खाएको है। ल आलु के छ ह्याप्पी न्यू इयर भन्दै आलु न्यू इयर ह्याप्पी न्यू इयर ल तिमीले पनि भनिदेऊ न ह्याप्पी न्यू इयर। ल है गाइस ह्याप्पी न्यू इयर है। ल आज चाहिँ हामी यस्तो चाहिँ प्लानिङ ह्याप्पी न्यू इयर आज न्यू इयर दिन है बुढा स्पेशल चिया खाइदिन्छु मैले। उल्टो भयो क्या हात यार
मासु खाइदिनु त्यो हड्डी के भाइ त्यो हड्डी खाइदिनु हड्डी हड्डी खाइदिनु करङ खुवाइदिनु त्यही खुवाइदिनु के हुन कि खाने यार दिदीको माया लाग्छ नि खा भन्न खानु भन्नु न गम्मा हालिदिनु हुन्छ कि साथीहरू हामीले चाहिँ जस हामीले फोहोर गरेको उस चाहिँ यो भाँडा के अरे यो प्लास्टिकहरू चाहिँ हामीले यहाँ जलाएको छ है हेर्नु छैन खासै अब त अब सबै सकिसकेको छ फोहोर हामीले फोहोर गर्छौँ है आज चाहिँ हामी यति नै अब गाली चाहिँ नगर्नु होला साथीहरू टन्डी छ उता पनि छ यता नि छ अझै उता नि छ अझै उता नि आइरहेछ आज हाम्रो चाहिँ यतिमै अब न्यू डे न्यू सुरुवात भनौँ न 2026 चाहिँ यसरी बित्यो है गाइस ल